एउटा विषय अत्यन्त चिन्ताजनक भइसकेको रहेछ। चिन्ताजनक मेरो लागि मात्रै होइन, तपाईँ हामी सबैको लागि चिन्ताजनक भएको रहेछ। नेपाल राष्ट्र ब्याङ्कले असोज मसान्तभित्र ब्याङ्क खातामा राष्ट्रिय परिचय पत्र नम्बरहरू अद्यावधिक गर्नको लागि ब्याङ्कहरूलाई निर्देशन दिएको छ र त्यो सँगसँगै ब्याङ्कले आफ्ना ग्राहकहरूलाई पनि सूचना जारी गरेर राष्ट्रिय परिचय पत्र अद्यावधिक गर्नको लागि अनुरोध गरेको छ। त्यसको लागि ब्याङ्कले विभिन्न अनलाइन प्लेटफर्महरू मार्फत अथवा फिजिकल्ली उपस्थित भएर पनि गर्न सकिने व्यवस्थाहरू गरेका छन् होइन। अब यही विषयको फाइदा उठाएर क्रिमिनल माइन्डहरू, ठगहरू, स्क्यामरहरू तिनीहरूले के गरिरहेका छन् भने राष्ट्र ब्याङ्कको निर्देशनअनुसार यसो भएको हुनाले तपाईँहरू तुरन्त चाहिँ आफ्नो राष्ट्रिय परिचय पत्र अपडेट गर्नको लागि अनलाइन मार्फत हामीले लिङ्क पठाइदिन्छौँ, त्यो लिङ्कमा क्लिक गर्नुहोस् अथवा हामीले ओटिपी पठाउँछौँ, ओटिपी हामीलाई कति आएको छ त्यो भन्नुहोस् भनेर स्क्याम गरिरहेका छन् है। त्यस्तो गरिराखेको रहेछन्। अब हेर्नुहोस् है त, अब ब्याङ्कले पनि, राष्ट्र ब्याङ्कले पनि यो गर्नुहोस् भनेको छ, ब्याङ्कहरूले पनि आफ्नो ग्राहकहरूलाई सूचना जारी गरेको छ। यही विषयमा म ब्याङ्कबाट बोलेको भनेपछि एकदमै जो कोहीलाई विश्वास लाग्न सक्छ ब्याङ्कले गरेको हो भनेर, अनि हामीले उसले भनेअनुसार सहजै गर्न सकिन्छ। एउटा कुरो याद राख्नुहोस्, ब्याङ्कले कहिले पनि तपाईँसँग ओटिपी माग्दैन र अर्को कुरा यस्तो वाट्सएपहरूमा अनेक थरीका लिङ्कहरू पठाएर क्लिक गर्नुहोस् भन्दैन। उसले सकेसम्म फिजिकल्ली बोलाउँछ, अदरवाइज तपाईँलाई उपयुक्त आधिकारिक प्लेटफर्महरू दिन्छ है त, एपहरू अथवा उसको वेबसाइटहरू मार्फत गराउने हुनसक्छ। त्यसैले एकदमै सजग रहनु होला। मैहुँ मान्ने मान्छेलाई पनि झुक्क्याउन सक्छन्, किनभने यी क्रिमिनल भए पनि, यी ठगहरू भए पनि यिनी चाहिँ ब्रिलियन्ट माइन्डवालाहरू हुन् है त। यिनीहरू एकदमै जान्ने मान्छेहरूले आफ्नो दिमागको दुरुपयोग गरे मात्रै हो। त्यसैले हामी जोसुकै पनि फस्न सकिन्छ। त्यसैले अनलाइन ठगीबाट एकदमै सजग रहनु होला। आफ्ना वरपरका साथीभाइ छरछिमेकीहरूलाई पनि यो कुराहरू बताउनु होला। त्यसैले जोसुकै पनि फस्न सक्ने भएको हुनाले यो इन्फर्मेसनहरू जतासुकै सेयर हुन जरुरी छ। तपाईँहरूले यो लिङ्कलाई पनि सेयर गर्नु होला, सबैसम्म पुर्याउनु होला र फिजिकल्ली आफ्ना साथीभाइहरू छरछिमेकीहरूलाई पनि यो बताउनु होला है त। हस्, धन्यवाद।